नमस्कार, म देवबहादुर ओली, अष्टम साना किसान कृषि सहकारी संस्थाले राप्ती सोना 8 शमशेरगञ्ज बाँकेको अध्यक्ष। बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वार्ड नम्बर 8 स्थित मनोरम बाँके राष्ट्रिय निकुञ्ज साथै सूर्य पर्वतले घेरिएको सुन्दर भूमिमा अवस्थित अष्टम साना किसान कृषि सहकारी संस्थाले रहेको छ। 2052 सालमा कृषि विकास बैङ्क नेपालगञ्जबाट व्यवस्थापन हस्तान्तरण भई सञ्चालनमा आएको यस संस्थाले आर्थिक, सामाजिक, सांस्कृतिक रूपले पछि परेका अल्पसङ्ख्यक, दलित, भूमिहीन तथा विपन्न गरिब परिवारको उन्नयनका लागि महादेवपुरी साना किसान कृषि सहकारी संस्थाका रूपमा स्थापना भएको हो भने हाल 2081 साल जेठ 1 गते आफैले हस्तान्तरण गरी निर्माण गरेका बाँके जिल्लाभर रहेका 10वटा साना किसान कृषि सहकारी संस्थाले र 1वटा एभरेस्ट कृषि सहकारी संस्थालाई एकीकृत गरी 11वटा संस्थालाई एकीकृत गर्ने नेपालको सहकारी इतिहासमै पहिलो संस्था हो। हाल यस अष्टम साना किसान कृषि सहकारी संस्थालेमा 16,600 सदस्यहरू आबद्ध भएका छन्। यस संस्थाको मुख्य कारोबार ऋण लगानी तथा असुली र आफ्ना किसानले उत्पादन गरेको धानलाई प्रशोधन गरी गुणस्तरीय चामलको प्रशोधन तथा बजारीकरण र किसानले उत्पादन गरेका गाई तथा भैँसीको दुधको बजारीकरण यी 3 मुख्य क्षेत्रमा काम थालनी गरिसकेको छ। गुणस्तरीय चामल उत्पादनका लागि 6 करोड पुँजीबाट सुरुवात गरेको छ। साथै दुधको बजारीकरणका सन्दर्भमा दैनिक 1500 लिटर दुधको बजारीकरण भइरहेको छ। उक्त दुध बजारीकरणबाट वार्षिक 3 करोड 83 लाख रुपैयाँ प्रत्यक्ष रूपमा किसानलाई प्रदान गरिरहेको छ। आफ्ना शेयर सदस्यको उन्नति, प्रगति र क्षमता विकासका लागि क्षमता अभिवृद्धिका तालिम सञ्चालन, गोष्ठी, अन्तर्क्रिया र कृषिसँग सम्बन्धित मकै धान उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। साथै कृषि तथा पशुको गुणस्तरीय उत्पादनका लागि प्रविधिमा सुधार होस् भन्ने हेतुले पशु सम्बन्धी क्षमता र विकास कार्यक्रम, बिमा कार्यक्रम जस्ता खोरगोड सुधार जस्ता महत्त्वपूर्ण क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ। वार्षिक यस संस्थाले सामाजिक तथा सामुदायिक तर्फको कार्यक्रममा 60 लाखभन्दा बढीको कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ। सुनौँ संस्थाका मुख्य प्रबन्धक हरिशचन्द्र केसीबाट। अहिले यस संस्थाले सञ्चालन गरेको अष्टम सिल्की राइस मिल, अष्टम दुध डेरी बाट पनि सदस्यहरूलाई धेरै कुराहरूमा राहत भएको छ। सदस्यको धान बिक्री भएको छ, मकै बिक्री भएको छ, जुन दाना उद्योग हामीले सञ्चालन गरेका छौँ र दुध पनि दैनिक रूपमा 1500-1600 लिटर दुध बिक्री भई करिब 3.5 करोड, 4 करोडको हाराहारीमा, 4 करोडको हाराहारीमा सदस्यहरूले वार्षिक रूपमा दुधको पैसा बुझ्ने गर्नुभएको छ। संस्थाले विभिन्न किसिमका कार्यक्रमहरू पनि सञ्चालन गर्ने गरेको छ। जस्तो घाँस काट्ने मेसिनहरू 50% अनुदानमा सदस्यहरूलाई वितरण गरिरहेको छ। भकार सुधारको कार्यक्रम पनि 50%मा छ भने सिँचाइ मोटरहरू पनि 50% अनुदानमा दिएको छ। मकै धानको बिउहरू 50% अनुदानमा र यो बर्सिम घाँसहरू पनि 50% अनुदानमा संस्थाले सदस्यहरूलाई वितरण गरेको छ। त्यस्तै किसिमका कार्यक्रमहरू वित्तीय साक्षरतामा यस वर्ष मात्रै लगभग 13,000 सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ। यस संस्थाले शेयर सदस्यलाई सरल, सुलभ, प्रभावकारी सेवा विस्तारका लागि बाँके जिल्लाभर 14वटा सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह गरिरहेको छ। यसबारेमा लेखा अधिकृत नारायण खनाल यसो भन्नुहुन्छ। फाइनान्सियल एक्टिभिटिजमा हाम्रो हालसम्म सदस्यहरूलाई हामीले ऋण लगानी 2 अर्ब 28 करोड ऋण प्रवाह गरेका छौँ र सदस्यहरूको डिपोजिट 1 अर्ब 50 करोड रुपैयाँ सदस्यहरूको डिपोजिट रहेको छ। ऋण लगानीमा हामीले लघु उद्यम कर्जा अन्तर्गत 7 करोड ऋण लगानी गरेका छौँ सहुलियत ब्याज दरमा।
त्यसै गरिकन व्यापार व्यवसायमा 15 करोड ऋण लगानी गरेका छौँ भने अनि वैदेशिक रोजगारी क्षेत्रमा 18 करोड ऋण लगानी गरेका छौँ। त्यसै गरिकन अन्य कृषि क्षेत्रमा चाहिँ हामीले 1 अर्ब 20 करोडको ऋण प्रवाह गरेका छौँ। यस संस्था सञ्चालन गरेको उदाहरणीय काम विपन्न परिवारको उत्थानका लागि सञ्चालन गरेको दुध डेरीले साँझ बिहान चुलो बलेको छ, साथै ती विपन्न परिवारको भविष्य कोर्ने मार्ग प्रशस्त बनाएको छ। कुशल दुध उत्पादक किसान हिउँसरी खनाल। कति लिटर दुध साँझ बिहान गरेर? 80 लिटर हुन्छ सर। 80 लिटर दुध हुन्छ साँझ बिहानको। कति पाल्नु भएको छ? भैँसी गाई कति छन्? सबै 35 वटा। 35 वटा छन्। हजुर 35 वटा। दर्ता गर्नु भएको छ हजुरले फर्म? दर्ता छ सर। दर्ता गर्नु भएको छ हजुर। दिनमा 80 लिटर सुम्म साँझ बिहान गरी 80 लिटर सुम्म दुध नछुटाउला जस्तै लागेको छ। ए अझै बढाउने लक्ष्य छ तपाईँको? यो फर्मभरि भैँसी गाई राख्न मन छ हजुरहरूलाई? ए बेच्नुहुन्छ दुध चाहिँ यहाँ अष्टम साना किसानलाई कति लिटर दिनु छ साँझ बिहान? दुध पहिला त 17-18 लिटर आउँथ्यो दिनको। आजभोलि चाहिँ 14-15-14सम्म आउँछ। 14 साँझ बिहानको गरेर? हजुर 14-15। कति बुझ्नुहुन्छ महिनामा तलब अष्टम साना किसानलाई कति दिन्छ दुध बेचेर? पहिला गाई र भैँसी छने बेला 36,000 बुझ्थ्यो। अनि 25, 17-18 त्यही। आजभोलि त त्यही 17-18 हजार। आजभोलि यो महिनामा वैशाख जेठमा चाहिँ 17-18 हजार बुझिराख्नु भएको छ? हजुर 15, त्यही 15 देखि तल छैन, 17-18 त्यस्तै हुन्छ। 17-18 बुझिराख्नु भएको। हजुर। हाल 14वटा सेवा केन्द्र स्थापना गरी कार्य सञ्चालन गरिरहेको यस संस्थाले को वित्तीय कारोबारका हिसाबले 2083 साल जेठ मसान्तसम्मको कुल सम्पत्ति 3 अर्ब रहेको छ। यस संस्थालाई स्थापना गर्न हुने सम्पूर्ण ज्ञात सदस्यहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ। विपन्न आर्थिक रूपले पछाडि पारिएका वर्गको उत्थानका लागि निरन्तर यस संस्थाले कार्य गर्नेमा हामी विश्वस्त छौँ। सबैको जय होस्। जय सहकारी।